सबै सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ यो चाहिँ हाम्रो धुरपाटन बाटो है म चाहिँ आज गाउँतिर हिँड्ने हो अनि के गर्दै हुनुहुन्छ नास्ता खानुभयो नास्ता अनि के गर्दै हुनुहुन्छ त अन्डी के अरे यस्तो गर्मी खनेको खनै तेरिका त भ्याउनुलाई तपाईँले म यता पातलतिर एक्लै खनेको भाइ बहिनी कता स्कुल हजुर स्कुलमा त बाइक जाने है क्या बाइक लिएर है स्कुल जाँदा म चाहिँ आज गाउँतिर हिँड्ने हो अनि के गर्दै हुनुहुन्छ नास्ता खानुभयो नास्ता अनि के गर्दै हुनुहुन्छ त अन्डी के अरे यस्तो गर्मी खनेको खनै तेरिका त भ्याउनुलाई तपाईँले म यता पातलतिर एक्लै खनेको भाइ बहिनी कता स्कुल हजुर भाइ बहिनी कता स्कुल जाँदा 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 स्कुल जाँदा
भाइ बहिनी कता स्कुल हजुर ए हजुर हजुर भनेपछि 2-3 दिनमा भ्याउने कार्यक्रम छ तपाईँको हजुर भनेपछि हप्ताको कति ढिलो गरेको के सुतेको क्या हो आज बखडा खाना परो आरु बखडा भन्ने के त्यो एउटा हो त्यो खाना भन्दा हिँडेको गाउँतिर त्यही भएर आरु बखडा त कहाँ अस्ति मैले मस्त राखिदिनु भनेको त पुरै अलि त्यस्तो राखिदिनु भएको थियो हाँ मिलके खाएंगे आधी गर्मी आधी शीतल हैन त मौसम यार दिउँसभरि यार यसो बाहिर निस्किने बित्तिकै गर्मी त्यहाँ कतै पनि नगइकन सुत्यो यार एकछिन यार हिमाल पहाड